यहाँहरु सबैजनालाई नमस्कार। नेपाल सरकारबाट लिइने विभिन्न परीक्षाहरू शिक्षक सेवा आयोग, लोक सेवा आयोग र नेपाल सुरक्षा सम्बन्धी परीक्षाहरूमा सोधिने विभिन्न प्रश्नहरू लिएर उपस्थित भएको छु। यो सामग्री हजुरलाई कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनुहोला। अब पहिलो प्रश्न रहेको छ, एयुले एम प्लुटो ग्रहलाई कहिले ग्रहहरूको सूचीबाट हटाउने निर्णय गरेको थियो? अप्सन नम्बर 1 सन् 2007 सेप्टेम्बर 24, सन् 2006 अगस्त 24, सन् 2008 अगस्त 24, सन् 2006 सेप्टेम्बर 1। अब यसको सही उत्तर अनुमान गर्न सक्नुहुनेछ। यसको सही उत्तर रहेको छ सन् 2006 अगस्त 24। त्यसैगरी अर्को प्रश्न रहेको छ, यो थप जानकारी रहेको छ, अन्तर्राष्ट्रिय खगोलीय सङ्घ भनेको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन, यसको स्थापना 1999 जुलाई 28 मा भएको थियो। यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा रहेको छ। चेक रिपब्लिकको फ्रान्समा 2026 अगस्त 23 र 24 मा बसेको बैठकले औपचारिक रूपमा प्लुटोलाई ग्रहहरूको सूचीबाट हटाउने निर्णय गरेको थियो, जुन कुरा सन् 2006 सेप्टेम्बर 1 मा अफिसियल्ली प्रकाशन एनाउन्स पनि गरिएको थियो, जसले गर्दा हाल ग्रहहरूको संख्या 8 हुन पुगेको छ। यस ग्रहलाई ड्वार्फ प्लानेट अथवा फुच्चे ग्रह भनी नामकरण पनि गरिएको छ। त्यसैगरी अर्को प्रश्न रहेको छ, हाम्रो सौर्य प्रणाली सोलर सिस्टम रहेको तारामण्डललाई के भनिन्छ? मिल्की वे ग्यालेक्सिज अप्सन नम्बर 1, अर्को अप्सन रहेको छ स्पाइरल ग्यालेक्सिज, अर्को नम्बर रहेको छ इलेक्ट्रिकल ग्यालेक्सिज, अर्को नम्बर रहेको छ एक्टिभ ग्यालेक्सिज। यसको सही उत्तर रहेको छ मिल्की वे ग्यालेक्सिज। अर्को अब यो सम्बन्धी थप जानकारी, यो मिल्की वे ग्यालेक्सिज भनेको के हो भन्ने कुरा छ। यसमा एउटा पट्टीयुक्त सर्पिल जुन आकाशगङ्गा हो, यसलाई नेपालीमा आकाशगङ्गा पनि भनिन्छ। माथिबाट हेर्दा यो एउटा विशाल घुमिरहेको पिन व्हील, एउटा चाहिँ चक्का जस्तै देखिन्छ, जसको बीच भागमा के देख्न सक्नुहुन्छ, सेतो उज्यालो र केन्द्रीय पट्टी जस्तो देखिन्छ, जुन चाहिँ दुधको रेखा जस्तो हुन्छ। त्यसैले गर्दा यसलाई मिल्की वे भनिएको हो भने नेपालीमा आकाशगङ्गा भन्ने गरिन्छ। यसमा महत्त्वपूर्ण एउटा कुरा जानकारी रहेको छ कि आधुनिक खगोलशास्त्रमा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले हालसम्म 88 वटा आधिकारिक तारामण्डलको मान्यता दिएको छ। तारामण्डलहरू मिल्की वे ग्यालेक्सी जस्ता तारामण्डलहरू 88 वटा रहेका छन् भन्ने कुरा जानकारी दिएको छ। अब यसमा तारापुञ्ज र आकाशगङ्गाको पनि परिभाषा गरिएको छ, यो पनि हजुरले हेर्न सक्नुहुनेछ। अब यसको हामीले चित्र हेर्दैछौँ, यो आकाशगङ्गा हो, तपाईले बीचमा हेर्न सक्नुहुन्छ सेतो पट्टी जस्तो देखिन्छ, अथवा यसलाई दुधको बाटो अथवा मिल्की वे पनि भन्न सकियो, र घुमिरहेको यो स्पिन व्हील, घुमिरहेको एउटा चक्का जस्तो पनि देख्न सकिन्छ। त्यसपछि यो ब्रह्माण्ड सम्बन्धी होल कन्सेप्टलाई यहाँ बुझाउनको लागि यो चित्र प्रस्तुत गरिएको छ। ब्रह्माण्ड भनेको संसारको सबै चिजलाई ब्रह्माण्ड भनिएको छ, जुन अस्तित्वमा रहेको सम्पूर्ण अन्तरिक्ष, समय, पदार्थ, ऊर्जा र सबै कुराहरू ब्रह्माण्डले ओगटेको हुन्छ। यसको क्षेत्र व्यापक हुन्छ, जसको अझै पनि अध्ययन अनुसन्धान हुन बाँकी नै छ। त्यसपछि आकाशगङ्गा अथवा तारापुञ्ज भन्ने कुरा छ। तारामण्डल, जुन तारामण्डलहरू 88 वटा रहेका छन् भन्ने हामीले कुरा गरिसकेका छौँ। त्यसपछि तारामण्डल मध्येको एउटा तारामण्डल चाहिँ आकाशगङ्गा मिल्की वे तारामण्डल हो, जुन मिल्की वे आकाशगङ्गामा सौर्यमण्डल रहेको छ। सौर्यमण्डलमा हामी बसेको पृथ्वी पनि रहेको हुन्छ। त्यसैगरी तारा र तारापुञ्जहरू पनि रहेका छन्। यसरी हामीले सानोदेखि ठुलो क्रममा यसलाई चित्रमा प्रस्तुत पनि गरेका छौँ। अब जोडा मिलाउनुहोस्। ब्रह्माण्डको बारेमा अध्ययन गर्ने विज्ञानलाई कस्मोलोजी भनिन्छ। खगोलीय पिण्डको अध्ययन गर्ने विज्ञानलाई एस्ट्रोनोमी भनिन्छ भने ज्योतिष विज्ञानलाई एस्ट्रोलोजी भनिन्छ। भने सूर्यको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
हेलियोफिजिक्स भनिन्छ। त्यसैगरी अर्को प्रश्न रहेको छ, सर्वप्रथम सूर्य केन्द्रित हेलियोसेन्ट्रिक सिद्धान्तको प्रतिपादन कसले गरेका हुन्? यसको अप्सन रहेको छ निकोलस कोपर्निकस, जोहान्स केप्लर, त्यसपछि ग्यालिलियो ग्यालिली, त्यसपछि एरिस्टाचरस अफ सामोस भन्ने मध्ये कसले गरेको? यी चारवटै अप्सन महत्त्वपूर्ण रहेका छन्। एउटा अप्सन छान्नुहोला। जो चारैजना के छन्? सूर्य केन्द्रित सिद्धान्तसित सम्बन्धित व्यक्तिहरू रहेका छन्। जस्तो यसको सही उत्तर रहेको छ निकोलस कोपर्निकस भने जोहान्स केप्लर र ग्यालिलियो ग्यालिलीले यो सिद्धान्तलाई सपोर्ट गरेका थिए भने एरिस्टाचोरस अफ सामोस भन्नेले सबैभन्दा सुरुमा उनले यो सिद्धान्तको बारेमा उल्लेख गरेका थिए। अब यसमा हेलियोसेन्ट्रिक सिद्धान्तको बारेमा लेखिएको छ। सूर्य केन्द्रित सिद्धान्त हेलियोसेन्ट्रिक थ्योरी भनेको सौर्यमण्डलको केन्द्रमा हुन्छ र पृथ्वीसहित सबै ग्रहहरू सूर्यको वरिपरि परिक्रमा गर्छन् भन्ने सिद्धान्त हो। यो सिद्धान्त आउनुभन्दा पहिले सूर्यले पृथ्वीको परिकल्पना गर्छ भन्ने मान्यता रहेको थियो। प्राचीन कालमा एरिस्टाचोरस अफ सामोसले पनि यस्तै विचार राखेका थिए, तर यसलाई वैज्ञानिक रूपमा स्थापित गर्ने श्रेय भने कोपर्निकसलाई दिइन्छ। अनि निकोलस कोपर्निकसले सन् 1583 यो सिद्धान्त प्रस्तुत गरेका थिए। ग्रहहरू गोलाकार होइन अण्डाकार इलेप्टिकल कक्षमा सूर्यको वरिपरि घुम्छन् भन्ने जोहान्स केप्लरले प्रमाणित गरेका थिए, जुन कुरा निकोलस कोपर्निकसको सिद्धान्तसित अथवा हेलियोसेन्ट्रिक थ्योरीसित नजिक रहेको छ। ग्यालिलियो ग्यालिलीले पनि दूरबीनबाट गरेका अवलोकनहरूद्वारा यस सिद्धान्तलाई बलियो बनाएका थिए, समर्थन गरेका थिए। अब अर्को प्रश्न रहेको छ, अर्को यहाँ प्रस्तुत गरिएको छ एउटा सौर्यमण्डल सम्बन्धी एउटा तस्बिर राखिएको छ, जसमा सूर्य, बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण र प्लुटो ग्रहहरूको सूचीमा नभए पनि प्लुटोले पनि सूर्यलाई परिक्रमा गर्छ। अब यहाँ हेर्न सक्नुहुन्छ यसले यही चित्रबाट धेरै प्रश्नहरू बनाउने र सोध्ने गरिएको छ। जस्तो सूर्यबाट सबैभन्दा नजिकको ग्रह, सबैभन्दा टाढाको ग्रह हेर्न सक्नुहुन्छ। सबैभन्दा नजिकको ग्रह बुध हो भने सबैभन्दा टाढाको ग्रह चाहिँ वरुण हो। त्यसपछि 8वटा ग्रहहरू रहेका छन् अनि ग्रहहरूको रङ पनि यहाँ दिएको छ, तपाईँले हेर्न सक्नुहुन्छ। त्यसै गरी शनि ग्रह रिङ भएको ग्रह भनेर शनि ग्रहलाई भनिन्छ। सबैभन्दा ठुलो ग्रह चित्रमै देख्न सक्नुहुन्छ बृहस्पति ग्रह। त्यसपछि पृथ्वीबाट नजिकको ग्रह शुक्र र मङ्गलभन्दा पनि नजिक शुक्र छ, चित्रमा हामीले देख्न सक्छौँ। यसरी यो चित्रबाट पनि विभिन्न किसिमका प्रश्नहरू आउने गरेका छन्। अब अर्को प्रश्न रहेको छ, चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न 1.3 सेकेन्ड लाग्छ भने सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? यसको अप्सन रहेको छ 8 मिनेट्स 20 सेकेन्ड्स, 9 मिनेट्स 20 सेकेन्ड्स, त्यसपछि 10 मिनेट्स 20 सेकेन्ड, 20 सेकेन्ड मात्र। यसको सही अप्सन अनुमान गर्न सक्नुहुनेछ। यसको सही अप्सन रहेको छ 8 मिनेट 20 सेकेन्ड। त्यसपछि सूर्यसँग सम्बन्धित थप जानकारी यहाँ प्रस्तुत गरिएको छ। यो सूर्यसित सम्बन्धित मात्रै रहेको छ। सूर्यले मिल्की वे ग्यालेक्सीलाई परिक्रमा गर्छ अथवा मिल्की वे ग्यालेक्सीमा रहेको छ। सूर्यले आकाशगङ्गा तारापुञ्जको परिक्रमा गर्ने बाटोलाई ग्यालेक्टिक सेन्टर भनिन्छ। यसलाई आकाशगङ्गा पार गर्न लाग्ने समय 25 करोड वर्ष हो। सूर्यलाई आकाशगङ्गामा परिक्रमा गर्न लाग्ने समयलाई कस्मिक इयरमा नापिन्छ। सूर्यलाई आफ्नो अक्षमा घुम्न लाग्ने समय 25 दिन 5 घण्टा हो। सूर्यको प्रकाशले 1 सेकेन्डमा पार गर्ने दूरी 3 लाख किमी हो भने प्रकाश वर्ष भनेको सूर्यले 1 वर्षमा पार गर्ने दूरी हो। सूर्यको प्रकाश समुद्रको 300 फिट गहिराइसम्म पुग्छ। सूर्यको बीच भागमा पाइने कालो धब्बालाई उम्रा भनिन्छ भने सूर्यको किनारमा देखिने चम्किलो घेरालाई पेनुम्रा भनिन्छ। सूर्यबाट सबैभन्दा धेरै पाइने ग्यास हाइड्रोजन हो, जुन 70% जति हुन्छ। त्यसैगरी दोस्रो स्थानमा रहेको
हिलियम ग्यास हो। पृथ्वीभन्दा सूर्य 109 गुणा ठुलो छ। पृथ्वीभन्दा सूर्यको आकर्षण शक्ति 28 गुणा बढी छ भने सूर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी हो भने सूर्यको अध्ययनका लागि पठाइएको पहिलो यान स्काइल्याब हो। अब हामी सूर्य सम्बन्धी जानकारी पछि अर्को तथ्यतर्फ जानेछौँ। अर्को प्रश्न रहेको छ, पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो? मैले अघि पनि चर्चा गरेको थिएँ। यसको सही अप्सन रहेको छ शुक्र ग्रह। त्यसपछि अर्को प्रश्न रहेको छ, एउटा पनि उपग्रह नभएका ग्रहहरू कुन कुन हुन्? यसको अप्सन रहेको छ बुध शुक्र, बुध शनि, अनि शुक्र शनि, बुध र यम। सही उत्तर अनुमान गर्न सक्नुहुनेछ। यसको सही उत्तर रहेको छ बुध र शुक्र ग्रह। त्यसैगरी अर्को अप्सन रहेको छ सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो? ठुलो ग्रह जुपिटर हो भने यो जुपिटर बृहस्पति ग्रहको उपग्रह हो पनि भन्ने अप्सन राखिएको छ। यो जानकारीको लागि फोबस, त्यसपछि टाइटानिया, त्यसपछि ग्यानिमेड, त्यसपछि टिटान। अब यी विभिन्न ग्रहका उपग्रहहरू हुन् सबै। अब हामीले यहाँ बृहस्पतिको अथवा सबैभन्दा ठुलो उपग्रहको नाम खोजिरहेका छौँ। त्यसैले यसको सही उत्तर रहेको छ नम्बर बी, ग्यानिमेड। अब फोबस टिबस, अब हेर्नुहोस् है, फोबस भनेको मङ्गलको उपग्रह हो भने टाइटन भनेको शनिको उपग्रह हो। त्यसपछि टाइटानिया भनेको अरुणको उपग्रह हो भने ट्रिटन वरुणको उपग्रह रहेको छ, सबैभन्दा ठुलो उपग्रह रहेको छ। त्यसैगरी अर्को प्रश्न रहेको छ, पृथ्वीले सूर्यको परिक्रमा गर्ने गति कति रहेको छ? जब पृथ्वीले सूर्यलाई परिक्रमा गर्दाखेरि कतिको स्पिडमा परिक्रमा गर्छ भन्ने प्रश्न हो। 48 किलोमिटर पर सेकेन्ड, 42 किलोमिटर पर सेकेन्ड, 30 किलोमिटर पर सेकेन्ड, 35 किलोमिटर पर सेकेन्ड। यसको समय रहेको छ, सुरु भइसकेको छ। यसको सही उत्तर भन्न सक्नुहुनेछ, अनुमान गर्नुहोस्। यसको सही उत्तर रहेको छ 30 किम पर सेकेन्ड। मङ्गल ग्रहको ठुलो र सानो उपग्रह क्रमशः कुन हो भनेको छ। यसको अप्सन रहेको छ डिमोस, फोबस, डिमोस, अनि त्यसपछि ग्यानिमेड, डिमोस, ग्यानिमेड, टिटान। अब ग्यानिमेड र टिटान त होइन। अब डिमोस र फोबस अथवा फोबस र डिमोस मध्ये कुन हो सबैभन्दा पहिला ठुलो भन्नु पर्यो, त्यसपछि सबैभन्दा सानो भन्नु पर्यो। यसको सही उत्तर रहेको छ फोबस अनि डिमोस। फोबस सबैभन्दा ठुलो, डिमोस सबैभन्दा सानो उपग्रह हो। धन्यवाद। आगामी भिडियोमा फेरि भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार।